ओपनिङमा को आउला त? आसिफ र कुशल भुटतेल कि कुशल भुटतेल र अर्जुन कुमाल? यदि कुशल भुटतेल र अर्जुन कुमालको ओपनिङ पेयर उत्रिन्छ भने आसिफ शेखको पोजिसन चाहिँ के हो? के आसिफ शेख ड्रप नै हुने हो नि त? सो यो स्क्वाडबाट बेस्ट प्रोबेबल प्लेइङ 11 के छ त? त्यो मैले बनाएको छु, म तपाईहरुलाई त्यो पनि देखाउने छु। सो लेट्स गेट स्टार्ट द भिडियो। सो नेपाल, युएई र ओमानले सिरिज खेल्दैछ लिग 2 को लागि र यो नेपालको लागि भने होम सिरिज रहेको छ। टियु मा सिरिज 25 तारिखदेखि सुरु हुँदैछ र यो सिरिज हाम्रो लागि किन पनि इम्पोर्टेन्ट छ भने हामीले लिग 2 मा राम्रो पर्फर्मेन्स गरिरहेको छैनौं। लिग 2 को हाम्रो पर्फर्मेन्स झुर भइरहेको बेला एउटा होम सिरिज आएको छ। यो भन्दा अघिल्लो होम सिरिज हाम्रो राम्रो भएको थिएन, तर लेट्स होप, लेट्स एक्सपेक्ट यो सिरिज हाम्रो लागि राम्रो हुनेछ। हामी भन्दा पछाडी एउटा मात्रै टिम रहेको छ, हामी 7 पोजिसनमा छौं भने युएई 8औं पोजिसनमा छ। यदि हामीले ओडीआई स्ट्याटस बचाउने हो भने एटलिस्ट हामीले 6 मा फिनिश गर्नुपर्छ। यदि हामी वर्ल्ड कप क्वालिफायरको लागि डाइरेक्ट क्वालिफाई हुने हो भने हामीले 4th पोजिसन हासिल गर्नुपर्ने हुन सक्छ। तर अहिलेको लागि 4th पोजिसनलाई छोड्दिउ, एटलिस्ट हामीले पहिले 6th पोजिसन हासिल गर्नुपर्ने हुनेछ यदि हामीले हाम्रो ओडीआई स्ट्याटस बचाउनु पर्ने हो भने। र 7th र 8th पोजिसनमा फिनिश गर्दैमा ओडीआई स्ट्याटस जाने भन्ने चाहिँ होइन, तर हामीले फेरि ओडीआई स्ट्याटस पाएर कमाएर आउनुपर्ने हुनेछ फेरि च्यालेन्ज लिग्समा गएर। सो हामी यो झन्झट त पक्कै पनि चाहदैनौं। कहाँ हाम्रो सपना भने टेस्ट खेल्ने छ, ओडीआई स्ट्याटसै गयो भने त फेरि राम्रो भने यो हुँदैन। सो यो सिरिज हाम्रो लागि गोल्डन अपर्च्युनिटी रहेको छ हाम्रो फर्म ब्याक हुन। सो टिम पनि एकदमै ब्यालेन्स देखिरहेको छु। के हुन्छ त प्लेइङ 11? मैले बनाएको प्लेइङ 11 र के हुन सक्छ? लेट्स गो इन्टु द प्लेइङ 11। सो मैले बनाएको छु, यदि एउटा केस छ यहाँनेरि, यदि अर्जुन कुमारलाई ओपनिङमा पहिलो म्याचमा लिएर आउने हो भने अर्जुन र कुशल भुटतेलको ओपनिङ पेयर हुन्छ भने आसिफको पोजिसन चाहिँ के हो त? सो इन जनरली ओडीआईमा रोहित कुमार पौडेल 2 डाउन नै खेल्ने गर्छन्, कहिलेकाहीँ 1 डाउन कहिलेकाहीँ 2 डाउन गरिरहेछन्। त्यसको बीचमा भीम सार्की 1 डाउन आउने गर्छन् भने यो पाली मैले आसिफ शेखलाई 1 डाउन राख्ने सोचेको छु। त्यो मेरो पर्सनल थिंकिङ हो। तपाईहरु एग्री गर्नुहुन्छ भने एग्री लेखिदिनु होला कमेन्टमा। यदि कुशल र अर्जुन कुमारको जोडी ओपनिङमा आउँछ भने 1 डाउनमा आसिफ, त्यसपछि रोहित कुमार पौडेल, त्यसपछि भीम र आरिफमा एकजनालाई। सो भीम र आरिफमा एकजनालाई खेलाउने हो भने हाम्रो 4 जनाको प्रोपर ब्याटिङ टप अर्डर, यो भन्दा राम्रो टप अर्डर नेपालमा हुन सक्दैन होला इफ वी बिलिभ अर्जुन कुमार। अहिलेसम्म उनको पर्फर्मेन्स पनि हामीले इन्टरनेसनलमा देखेका छैनौं, तर देखेको छैनौं भन्दैमा हामीले उनको क्वालिटीमा शंका गर्नु चाहिँ हुँदैन। यदि हामीले उनलाई स्क्वाडमा राखेको छौं भने हामीले यो पल्ट त खेलाउनै पर्छ। सो 4 जनाको प्रपर टप अर्डर भइसकेपछि दिपेन्द्र सिंह ऐरी, गुलशन कुमार झा, नन्दन यादव, करण केसी र सोमपाल कामीमा एकजना, सन्दीप लामिछाने र ललित नारायण राजवंशी नारायण। सो यसमा यही हुनुपर्छ भन्ने छैन, तर एउटा प्रोबेबल थिंक गर्दा चाहिँ मैले सोच्दा चाहिँ यो एउटा बेस्ट प्लेइङ 11 फर्स्ट म्याचको लागि हुन सक्छ र यसमा केही फेरबदल पक्कै पनि हुन सक्छ। यदि आसिफ र कुशलले नै ओपनिङ गर्छन् भने बसिर अहमदलाई ल्याउन सकिन्छ, आरिफ शेखलाई बिचमा ल्याउन सकिन्छ। सो जे पनि हुन सक्छ, तर मैले एउटा सानो प्लेइङ 11 भने तपाईहरुलाई बनाएर देखाएको, यो मेरो चोइसको हो। र यो सँगसँगै कुरा गर्नु पर्दाखेरि हाम्रो फर्म हेर्न लायक छँदै छैन। अघिल्लो म्याचेसहरुमा हामीले राम्रो पर्फर्मेन्स गर्न सकेको छैनौं र यो टुर्नामेन्ट हामी सबैको लागि राम्रो हुन्छ भनेर चाहिँ हामीले एक्सपेक्ट गरेका छौं, किनभने हाम्रो टिम फर्ममा देखिन्छ। ओडीआईमा दिपेन्द्र सिंह ऐरीले राम्रो पर्फर्मेन्स गरून् भनेर हामी एक्सपेक्ट गर्न सकिन्छ। कुशल भुटतेलको फर्म राम्रो छ र डोमेस्टिकबाट पनि अर्जुन कुमारले राम्रो पर्फर्मेन्स बनाएर आएका छन्। के लाग्छ तपाईहरुलाई यो टिमले कस्तो पर्फर्मेन्स गर्छ? र लिग 2 मा हामीले अब 4 वटामा 4 वटै म्याच एम गर्नुपर्छ, एटलिस्ट 3 वटा त हामीले जित्नै पर्छ। यदि 2 र 2 भन्दा कम्ती म्याच जित्यौं भने त हाम्रो लागि यो पक्कै पनि राम्रो सिरिज मानिने छैन, किनभने यो होम सिरिज हो र प्रतिद्वन्दीहरु पनि त्यति धेरै हाई लेभलका प्रतिद्वन्दीहरु होइनन् एज कम्पेयर टु नेदरल्यान्ड एन्ड स्कटल्यान्ड। सो कस्तो लाग्यो आजको भिडियो? मैले बनाएको प्लेइङ 11, हजुरको प्लेइङ 11 चाहिँ के छ त्यो कमेन्ट गरेर मलाई जानकारी गराउनु होला।